Welcome to day 5 of 30-day challenge to learn JavaScript. So hello everyone, I am Sonam and today is the 5th day. मैले पहिला नै जावा पढिसकेको भएर मलाई इफ एल्स कन्डिसनहरू त्यस्तो गाह्रो चाहिँ थिएन अनि नेस्टेडको कुराहरू पनि पढेँ। मलाई जस्ट यसमा सिन्ट्याक्सहरू कसरी चाहिँ युज हुन्छ भन्ने कुराहरू मात्र जान्नु थियो। त्यही भएर मैले भिडियोहरूलाई फास्ट रूपमा नै हेरिरहेको थिएँ। अनि स्विचको केस भने मलाई हल्का बुझ्नुपर्ने लागिरहेको थियो। त्यति धेरै युज त हुँदैन, तर युज चाहिँ हामीले सेम फिक्स भ्यालुहरूको लागि मात्र स्विच युज गरिन्छ। जस्तै अब 7 डेजहरू प्रिन्ट गर्नु पर्यो भने चाहिँ स्विचको केस चाहिँ सिन्ट्याक्स पनि कम हुने र इजी पनि हुने हुन्छ। त्यही भएर चाहिँ हल्का ठाउँमा मात्र यो युज गरिदो रहेछ। यही कुराहरू सिकेँ। अनि त्यसपछि केही प्र्याक्टिस क्वेसनहरू पनि थियो, त्यो गरेँ। अनि आजको लागि कुनै पनि प्रोग्रामिङ ल्याङ्ग्वेजमा कमेन्ट गर्नु छ भने जतिलाई कमेन्ट गर्ने हो त्यसलाई सिलेक्ट गरेर Ctrl+// गर्यो भने त्यो चाहिँ कमेन्ट हुँदो रहेछ। आज मैले सिकेको यो नयाँ कुरा थियो। योभन्दा पहिला मलाई यो आउँथेन। सो यति नै हो आजलाई। यदि भिडियो मन पर्यो भने लाइक, शेयर एन्ड सब्स्क्राइब